थाहा छैन नि सर ओ खुवायो न वेलकम माई न्यू ब्लग म चाहिँ आज चाहिँ पहाड हिँडेको बाढी यस्तो छ टक्क टक्क खुट्टा चालेको कि उकालोमा नसकिने रहेछ हिलो आएर यो गड्यो घरमा चाहिँ सकिएन यार यो बाटो मैले खाने हो क्या यो हजुर खै के छ म चाहिँ गाडीमा चढिसकेँ किनकि गाडीले ओभर ढिलो गऱ्यो क्या घाम टनमा पछाडि बस्नु परिरहेको छ अब के गर्ने यस्तै हो ठ्याक्कै 9:22 आइपुगेछ अनि यो चाहिँ कहाँ कहाँ जाने छेकिरहेछ हेलो कहाँ हिँडेको बुढो कहाँ जानुभएको बजार यहाँ चाहिँ बिच बजारमा छ अनि यहाँ चाहिँ ढक्क लगाएर चाहिँ मासु किन्न गइरहेको छ पैसा लिएर काउन्टर यो सिल्लीचोक होटल लजमा यहाँको काउन्टर यो मुनितिर चाहिँ काउन्टर ठुलो छ यहाँ पैसा हुन्छ अटोहरू के पाउने चाहिँ मुनि हो यहाँ चाहिँ बजारको बिचमा छौँ यो चाहिँ पुलले लग्ने मासु स्कुल जाने टाइम भइरहेको छ कि ठक्क बजार बिच बजार तपाईँ यसो छ के अनि लगिहाल्नु नि अब कहिले आउँछ कति टाइम लाग्छ कहाँ पर्दा हो महँगो भन्छ त्यहाँ अलिक 100 ल जाउँ त्यसो भए छ हेर्नुहोस् यहाँदेखि मात्रै भित्र बस्नु पाउने छ न त्यसरी सुतेरै जाने हो दामी होला यार माथि पनि चल्नु पाउनु भनेको राम्रो कुरा हो सुतेर घर पुगेको छ ओके के हो आनन्दको जिन्दगी जिउनु पाइरहेको छ यो गाडी चाहिँ घाम पनि त्यस्तै छ नचाल्छ आनन्द सुतिरहेको छु क्या यस्तो दामी चढेर गइरहेको छ गाडी खुट्टा यस्तो छ यस्तो घोडा दुख्नु टर्निङ हान्ने हल्ला हेरौँ न यहाँदेखि उकालो चाहिँ हाम्रो घर जाने मासतिर चाहिँ हेलुवा लेगुवा गाउँ कता सल्लाहगढी एकदमै अन्त चाहिँ हेलुवा नागेश्वरी शुक्रबारे कुलुङ तामकुम बाला सिसुवा जाने रहेछ यहाँ चाहिँ उकालो लाग्ने के भन्ने ठाउँ आइसक्यो अनि यहाँ चाहिँ बसिरहेको छ गाडी रोक्यो है मकैहरू पुरै धान चामल आइसकेको छ हामी यो बर्देउ भन्ने ठाउँ अरे होइन यो बर्देउको टक्क यहाँ बस्यो पानी सानी पियो होइन यहाँ लागेको छ धान चाहिँ यस्तो भइसकेको छ धान चामल आइसकेको छ मकैको है गाउँ यस्तो मजा आउने भयो गाउँ जान एक सर गाउँको रोड चाहिँ खनिसकेछ है म चाहिँ धेरै पछि आउँदैछु आइया हो गाडीले त यति साह्रो डेन्जर पनि नबनाइदिएको भए हुन्थ्यो यहाँ आजभोलि त गेम पनि राख्दैन मलाई कसले बाटो लाग्यो यिनीहरू चाहिँ क्यारम बोर्ड खेलेर यो पुल तान्ने यो मजाले क्यारम बोर्ड 4 गेम खेलायो 4 गेम लास्टमा पैसा चाहिँ मेरै हो यतै
बिजोकले भारी बोक्नुपर्छ कि उकालो मजा लाग्छ कसले के भन्ने हो बिचरा 3टा झोला मजा हुने भयो उकालो चढ्नु थु मलाई भोक लाग्यो कहाँ सब पुगिसक्यो हामी भन्दा पछाडि आउने हामी चाहिँ बौलाएर बल्ल चौतारा यार भारी कम्ती बोक्नुपर्छ यसरी ए कस्तो छ भन् झोला पनि खासै छैन 2जनाको भारी यत्रो हुन्छ नि त्यो मुलाले मलाई भुलाइ छाडे हो कि के बोल्नु नि सकेन यहाँ चाहिँ गनाउनु थालेछ क्या फाल्दिएको जाँठा खुट्टा त हात खुट्टामा त कति कालो आम्मा रुई खुट्टा कति सेतो कुहिरेको अन्त अन्दाको देख्दो रहेछ कि हिँड्दामा त थाहा हुन्छ कस्तो हुन्छ भनेर हो गाडीको बाटो यो त्यहाँसम्म गाडी ओहो पानी खाने पानी यहीँ पाउँछ तर यो पानी पनि सकिन लागेछ यसले त सकाइहाल्यो चौतारा रोडमा आइपुग्यो अथ यार दामी करेन्टले चिलायो करेन्ट लाग्यो यता चाहिँ रोड यता चाहिँ गाउँ जाने मस्ती हामी चाहिँ चढ्नुपर्छ यस्तो उकालै चढ्ने फेरि यसले पानी चाहिँ खाएको मान्नु पर्यो यार मैले खालको बिस्कुट यसले खानु हेर यहाँ भुइँमा राखेको चाहिँ ओ धन्नाले छ बिस्कुट चाहिँ बोकेछ ओ खुवायो न बिजोक हेर्नुहोस् है यत्रो खानु पानी त लास यार एक पानीले गर्दा यार भोक पनि होला यसले टिप्नु थाल्यो पेटै आगो भए जाऊ या झोला यस्तो छ यो चाउचाउ पनि मेरै हो यसले बोकिदिएको यो पनि मेरै हो यसले बोकिदिएको म नसक्ने भएर यसले के बोकिस् हौ दिउ या दिउ खाऊ न ल घर जाने बाटोमा बिसाइरहेको अवस्था यिनीहरूले मेरो दाढी झन्झन अस्ति खुल्काउनु लगाएर आउनु थाल्यो गोदो चिनाउलेको फेदमै राख्यो यसले खुसी लाग्यो रुखको फेदमै राखेर अहिले छाता मसँग त गरिबै भएछ क्या छाता किन्नु नसक्ने फेरि न्यू भवन थपिएछ क्या चाहिँ आफूको हस्पिटल हो दामी छ कि यो अलिक रात परेर नराम्रो देखेको मात्र हो क्या भित्र सिधै देखाउने झन् दामी छ पसिना नलिअलि आयो कि यस्तो दामी छ नि कहाँ इफेक्ट लाउनु पर्छ पर्दैन यत्तिकै नि हेर्छौँ बालुवा पनि अरुणमा छुइएन यहाँ छुनु पाइयो पसिना केही चुएको छैन बाटो अगाडिको हेर्नु पालो पनि अलिअलि नजामै रात पर्छ उसले बिसाउँछ कि एकछिन भन्दै यहाँ छु तँलाई चाहिने यहाँ पर्छ यहाँ छौ ओइ तँलाई चाहिने हेर त यहाँ पढ त आयुषलाई चाहिने यही हो यहाँ पढ न यहाँ हस्पिटल चाहिँ यो न्यू बन्दै रहेछ भवन फेरि आरसिसी बन्दैछ बाटो पनि दामी छ उकालो पनि छैन त्यही नाक ठोक्किँदै गएमा त घर पुगिन्जेलसम्म खुसी लाग्छ मेरो गर्लफ्रेन्ड भए त्यो कहाँ यसरी म देखाउँथेँ गर्लफ्रेन्ड पनि छैन कोही सक्छ भने अब यहाँ बस्नु सक्ने खालको मान्छेले मलाई प्रपोज गर्दा हुन्छ मसँग बोल्दा हुन्छ यस्तो छ रोड त छ नि के गर्नु गाडी कुद्दैन टेन्सन दिएर हुन्छ क्या हाम्रो यात्रा चाहिँ यसरी तय हुँदैछ आजको दिनको उकालो केही छैन बिचरा
उकालो देख नि अगाडिको बाटो चाहिँ के उकालो नि छैन। ए अब यस्तो तराईको जस्तो मैदान छ उकालो भन्छ होइन। तर एउटा कुरा खुसी लाग्दैछ, यो फोनले दिन अँध्यारो हुँदा पनि उज्यालो निकाल्छ। त्यस्तो अब यता फाफरको ढिँडोको कस्तो थाहा छ? फाफर दामी हुन्छ, स्टोनवालाहरूले खाने। फाफरको ढिँडो भन्दैन भाइ, आटा भन्छ। आटा गुड गुड गुड। जस सहर बसेको यति चाहिँ काम लाग्यो। माकुरी सकिन, सिँढी पनि छैन। के भएको टक टक मात्र। तराईको उजेलो उजेलै देखाउँदो रहेछ। आमाको चाहिँ उता आइपुग्यो बल्ल बल्ल। आमालाई ढोगेर आइज, मलाई ढोक त। ए मेरो मैले ढोके आयो। घर आउनु चाहिँ टाढै छ। यो चाहिँ इलाका हो, जङ्गल गाडी जङ्गल गाडी। बल्ल तेर्स देख्न पाएको उकालो उकालो चढ्दा चढ्दा। यसले चाहिँ चाउचाउ बोकिदिएको थियो कि साथी भन्ने भनाउँदा म त हेर्नु नि अहिले छुट्ने बेला चाहिँ यसको घर छेउतिरै लगिरहेको छ। अब आफ्नो सामान हो, 400-500 भए पनि पछाउनै पऱ्यो। यो चाउचाउले यसै जबरजस्ती लगेकोमा के भन्न चाहनुहुन्छ? यो चाहिँ घर छेउको इलाका चाहिँ पुरै टिन यस्तो भइसकेको छ। नयाँ फेर्ने बेला भइसकेको छ, टिन खियले लागिसक्यो। हामी चाहिँ चकचक इलाकामा देख्दैन उता हात पऱ्यो। हामी चाहिँ नराम्रो काम गर्दा नि 2 मिनट पनि लाग्दैन, मामाहरूले समातिहाल्छ छट्ट। मकै घारी जस्तो केटाहरू चाहिँ बाटोतिर खेल्दै आएर ढिलो भएको अवस्था। रात परिसकेको छ यो पागलले नि हेरौँ न। पागलले त ट्रेन गाउँ आउँदा स्वागत गरिहाल्यो, राति यार यस्तो स्वागत गर्यो। अब यस्तै खुसी लाग्यो। हामी आउँदा पानीले स्वागत गर्छ। मौसमलाई समेत दुःख लागेछ। बल्ल बल्ल रुन्छ नि। यो त अति भयो। गाउँ आउँदा यार मौसम 6 महिनापछि गाउँ फर्किँदा पनि मौसम दुःख मान्छ। यो चाहिँ अति भयो। जुगा पनि पाउनु थाल्यो कि के गाउँतिर? ए अनि के हो त? मरिराख छुट्टाउँदै घर चाहिँ उयो सेतो देखेकै हो। यसले यो बोक्दै खुसी लाग्यो। भोलि पनि नमरिकन भेट्यो। घर त्यही हो, बाटो यस्तो अँधेर भइसक्यो। यो चाहिँ भोलि देख्नु पाउँछ। म चाहिँ घर आइसकेको छु। अब चाहिँ मकै बारी हौ, जुन यो सेतो घर देखेको मेरो घर हो। यहाँ चाहिँ म 6 महिनापछि घर आउँदैछु। हो सेतो भएको घर यो। घर चाहिँ यो हो। म चाहिँ घर आइपुगेँ 6 महिनापछि। घर यो। हेलो बत्ती बाल्नु